हाई गाइज वेलकम टु माई मिनी ब्लग। यो मिनी ब्लग चाहिँ मेरो बर्थडेको हो। मेरो बर्थडे चाहिँ कार्तिक 26 गते हो अनि कार्तिक 25 गते राति 12 बजे कीर्तिले चाहिँ मलाई यसरी बर्थडे विश गरी थिए। अब अभियसली रातिको 12 बजे म त मस्त निद्रामा सुतिरहेको थिएँ अनि त्यसपछि मलाई 2 झापड लगाएर उठाई अनि त्यसपछि बर्थडे विश गरी अनि त्यसपछि हामी सुत्यौँ। कार्तिक महिना त्यो पनि लास्टतिर बर्थडे हुनु चाहिँ अलिक इन्ट्रेस्टिङ नै हुन्छ। धेरै जसो बर्थडे चाहिँ लक्ष्मी पूजाको दिन परिरहेको हुन्छ अनि कहिलेकाहीँ चाहिँ कुकुर तिहारको दिन परेको हुन्छ। अहिलेको तिहार चाहिँ अलिक छिटो भएको भएर मेरो बर्थडे लक्ष्मी पूजाको दिन पनि परेन अनि कुकुर तिहारको दिन पनि परेन र बर्थडेको दिन बिहानै उठेर नुहाइधुवाइ गरेर घरमा पूजा गरिसकेपछि हामी चाहिँ सिद्ध बाबा जाने प्लान गऱ्यौँ र रेडी भयौँ। छिटो गएर छिटो आउने भन्दै पनि हामी घरबाट निस्किँदा अलमोस्ट 9 बजिसकेको थियो। मन्दिर जाने भएको भएर हामी दुईजना नै सुट लगाएको थियौँ। हाम्रो ड्रेस चाहिँ यस्तो थियो। ओके लेट्स गो। र हरेक वर्षको हरेक बर्थडे मैले चाहिँ कीर्तिसँग यसरी नै सेलिब्रेट गरिरहेको छु। यसरी कीर्तिसँग बर्थडे सेलिब्रेट गर्न लागेको पनि 9 वर्ष पुरा भइसक्यो। बर्थडे मात्रै नभएर मैले आफ्नो लाइफको हरेक प्रिसियस मोमेन्टहरू उसँग नै सेलिब्रेट गर्ने गरेको छु र हामी दुईजनाले चाहिँ आफ्नो एक अर्काको दुःखलाई बाँडेर सुखलाई बाँडेर 9 वर्षदेखि चाहिँ हामी सँगै अगाडि बढिरहेको छौँ। चाहिँ भन्छ नि साथी चाहिँ धेरै चाहिँदैन तर एउटा राम्रो साथी हुन्छ भने चाहिँ तिम्रो लाइफ कलरफुल हुन्छ भन्छ नि। साँच्चै मेरो लाइफमा कलर एड गरेको चाहिँ कीर्तिले नै हो। म भन्छु मेरो जस्तो साथी सबैलाई मिलोस्। हामी दुईजना चाहिँ सँगै इन्ट्रान्समा नाम निकालेर एउटै रुममा बसेर 4 वर्षसम्म पढेर अनि त्यसपछि लाइसेन्स पनि सँगै निकालेर अहिले हामी दुईजनाको चाहिँ पार्टनरसिपमा बिजनेस छ। त्यसैले पढाइ सकिएपछि पनि हामी दुईजनाले छुट्टिनु परेन, टाढा हुनु परेन र आई विश सधैँ सँगै हुन पाइयोस्। सधैँ हामी दुईजनाले एकअर्काको दुःख सुख सेयर गर्दै अघि बढिराख्न पाइयोस्। यो त भयो हाम्रो फ्रेन्डसिपको कहानी र सिद्ध बाबा पुगेर सबै मन्दिरहरूमा पूजा गरेर भगवानको आशीर्वाद लिइसकेपछि चाहिँ हामी थोरै फोटो भिडियोहरू खिच्यौँ र घर फर्क्यौँ। घर फर्कदा चाहिँ अलमोस्ट 11:30-12 नै बजिसकेको थियो र मन्दिरबाट फर्किसकेपछि चाहिँ नास्ता खाएर हामीले थोरै टाइमको लागि मात्रै भए पनि क्लिनिक खोल्यौँ र 2-4 जना पेसेन्ट आउनुभएको थियो। उहाँहरूलाई चेकअप गऱ्यौँ। त्यसपछि चाहिँ हामी साँझको लागि रेडी हुन थाल्यौँ र रेडी भइसकेपछि चाहिँ कीर्तिले मलाई एभरेज भिलेज रिसोर्टमा लिएर गई। हामी त्यहाँ पुग्दा चाहिँ अलमोस्ट 5 बजिसकेको थियो र म चाहिँ आफ्नो बर्थडे सेलिब्रेट गर्नको लागि एकदम एक्साइटेड थिएँ। केक नकाट्दै हामीले चाहिँ 1-2 फोटो भिडियोजहरू खिच्यौँ अनि टिकटकहरू बनायौँ। म चाहिँ अलिक मेमोरी ओरिएन्टेड मान्छे छु अनि त्यही भएर मलाई चाहिँ मेमोरिजहरू कलेक्ट गर्न अलिक मनपर्छ अनि त्यसपछि टिकटक बनाइसकेपछि चाहिँ हाम्रो केक आयो अनि केकमा चाहिँ ह्याप्पी बर्थडे सिरे लेख्दै रहेछ कीर्तिले। त्यसपछि हामी दुईजना एक्साइटेड हुँदै इन्जोय गर्दै ह्याप्पी मुडमा केक काट्यौँ र मेरो बर्थडे सेलिब्रेट गऱ्यौँ। यो मोमेन्टमा चाहिँ म एकदम धेरै ह्याप्पी ब्लेस्ड अनि स्पेसल फिल गरिरहेको थिएँ र यो सबै कुराहरूको लागि म आफ्नो बेस्ट फ्रेन्डलाई आउटले थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू सो मच कीर्ति फर मेकिङ माई डे ब्युटिफुल स्पेसल एन्ड मेमोरेबल। काटेर डिनर गरिसकेपछि चाहिँ हामी त्यहाँबाट घर फर्क्यौँ। घर फर्कने बित्तिकै चाहिँ कीर्तिले मलाई सरप्राइज बर्थडे गिफ्ट दिए अनि बर्थडे गिफ्ट देखेर चाहिँ म एकदम धेरै खुसी भएँ। ओभरअल मेरो बर्थडेको दिन चाहिँ एकदम रमाइलो स्पेसल अनि ब्लेस्ड भयो। हामी दुईजना मिलेर एकदम धेरै ब्युटिफुल मेमोरिजहरू क्रिएट गऱ्यौँ। अल थ्याङ्क्स टु कृति। जसरी अहिलेसम्म हामी दुईजनाले सँगै बर्थडे सेलिब्रेट गरिरहेको छौँ सधैँ यसरी नै हामी दुईजना एकअर्काको बर्थडे सेलिब्रेट गर्न पाइरहेको। अब चाहिँ मेरो स्टोरी सक्यो, मिनी ब्लग पनि सक्यो। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट मिनी ब्लग। बाई बाई।